that doesn't worth your money. अस्ति मैले बनाएको 5 things that worth your money वाला भिडियो एकदमै मन पराइदिनु भयो. So here I am with that doesn't worth your money. यो कम्प्लिटली मेरो ओपिनियन हो, कुनै कुनै एकदमै कन्ट्रोभर्सियल पनि हुन सक्छ. So let's start. Buying trendy stuff. जस्तो कि Labubu, Stanley, Fidget Spinner and list goes on. कतिजनाले पनि 8-9 हजार कति डलर हानेर किनेको थियो नि. Where is Labubu अहिले? यसको वर्थ कति हो? 0%. 0%. म कहिले पनि यो मिनिङलेस काम नलाग्ने कुराहरू किन्दिनँ. मसँग स्ट्यान्ली छ तर त्यो चाहिँ मैले कोल्याबमा पाएको हो. यो चाहिँ स्लाइटली कन्ट्रोभर्सियल हुन सक्छ तर इट इज व्हाट इट इज. सालोनमा गएर नेल्स चाहिँ एभ्री सिंगल मन्थ या एभ्री 2 विक्समा गर्नु. एक त टाइम वेस्ट हुन्छ, पैसा वेस्ट हुन्छ, हेल्थको लागि पनि यो राम्रो होइन खासमा. त्यसमाथि तपाईँको नेचुरल नेल्स पनि एकदमै नराम्रो भएर जान्छ कि. एक्सटेन्सनहरू गरिराख्नु भन्दाखेरि चाहिँ मेनिपेडी गरेर राम्रो बनाउनु के. सर्ट क्लिन हेल्दी नेल्स आर वे बेटर देन द दिस वान. वन्स इन अ वाइल ठिक छ, कुनै कुनै ओकेजनमा ठिक छ, तर एभ्री सिंगल मन्थ चाहिँ बिग नो. त्यो ब्रान्ड भ्यालुको लागि मात्र चाहिँ म एक्स्ट्रा 20% 30% तिर्दिनँ. कतिवटा प्रडक्टहरू बेटर क्वालिटीको हुन्छ, सेम क्वालिटीको हुन्छ, तर एउटाको लागि चाहिँ 20,000 पर्छ भने अर्को लागि चाहिँ 50,000 पर्छ. आई प्रिफर क्वालिटी प्रडक्ट ओभर ब्रान्ड, कुनै पनि ब्रान्डको प्रडक्ट. आई लभ सिनेल, आई लभ ग्याब्रियल सिनेल, आई लभ जेनी जो चाहिँ सिनेलको ब्रान्ड एम्बेसडर हो, तर पनि सिनेलको ब्याग म किन्दिनँ. एटलिस्ट मेरो पैसा हालेर. कसैले गिफ्ट दिन्छ भने ओके. अनि यो जुन कुरा म गर्दिनँ, जुन कुरा म हेर्दिनँ, त्यसको सब्सक्रिप्सन म केही पनि लिँदिनँ. एक्जाम्पल नेटफ्लिक्स. म नेटफ्लिक्समा गएर म सिरिज हेर्ने मेरो टाइमै छैन. म सिरिज हेर्दा नि हेर्दिनँ. अहिलेसम्म मेरो नेटफ्लिक्सको अकाउन्टै छैन. मलाई कुनै पनि रियालिटी सोमा चाहिँ इन्ट्रेस्टेड छैन जसमा चाहिँ झगडा हुन्छ, एकअर्कालाई एकदमै बेइज्जत गरिरहेको हुन्छ. म त्यस्तो सोहरू पनि हेर्दिनँ. सो आई डोन्ट वाच नेटफ्लिक्स पनि. अनि एनी काइन्ड अफ सिरिज, एनी काइन्ड अफ त्यो रियालिटी सो जुन चाहिँ स्क्रिप्टेड हुन्छ, म यस्तो कुराहरूमा पनि म पैसा खर्च गर्दिनँ. I'm more into less is more. Like मलाई I don't need 100 pairs of shoes. I don't need set को लिपस्टिक. जस्ट मलाई सुहाउने, मेरो स्किन टोनलाई हुने, मेरो बडी टाइपलाई हुने लुगा 3-4वटा सुज भए पुग्छ, अलिकति राम्रो क्वालिटीको 3-4वटा ब्याग भए पुग्छ, जुनलाई चाहिँ म रिपिटेडली लाउने वाला छु. नो म्याटर त्यो ड्रेस जति राम्रो होस्, जुन चाहिँ मेरो बडी टाइपलाई फ्ल्याटर गर्दैन भने द्याट इज ट्र्याश फर मी. त्यसको वर्थ चाहिँ मेरो लागि 0 हो. जस्ट बिकज त्यो एकदमै प्रिटी छ भन्दैमा म मेरो बडी टाइपलाई नसुहाउने लुगा, मेरो साइज नहुने जुत्ता चप्पल, कहिले पनि यस्तो कुराहरूमा चाहिँ मेरो पैसा कहिले पनि खर्च गर्दिनँ.